मलाई यो सिलाउने कुरामा चाहिँ कहाँबाट, कसरी, कहिले इन्ट्रेस्ट आयो भनेर चाहिँ म हजुरहरूलाई सेयर गर्छु है त। सो म चाहिँ बच्चै बेलादेखि चाहिँ हरेक कुरा क्रिएटिभ कुरा गर्न चाहिँ एकदमै एक्टिभ थिएँ क्या। मलाई यो पनि गर्नुपर्ने, त्यो पनि गर्नुपर्ने खालको मान्छे थिएँ। अनि त्यति बेला सिलाउने उसमा चाहिँ मलाई एकदमै इन्ट्रेस्ट र लागेको थियो। मलाई स्टिल याद छ कि म 2-3 मा पढ्दाखेरि चाहिँ सानो सानो टुक्राहरू च्यातिएको कपडाहरू हुन्छ नि, त्यहाँबाट चाहिँ म बहिनीहरूलाई स्कर्ट, बोटो, कुर्ताहरू बनाइदिन्थेँ। प्लस मेरो साथीको पसल थियो, सिलाउने पसल थियो, अनि त्यहाँबाट चाहिँ उसलाई पनि मगाउँथेँ क्या, अनि उसले ल्याइदिन्थ्यो टुक्राहरू। अनि त्यसै गर्दाखेरि चाहिँ मैले एकदमै मलाई इन्ट्रेस्ट लागेको भएर चाहिँ मैले 8 क्लासमा पुग्दाखेरि ड्याडी मम्मीलाई मेसिन किनी मागेँ है, उहाँहरूले किनिदिनु अनि भयो। त्यो बच्चा दिमागमा मेसिन कसरी चलाउँछन् केही पनि आइडिया थिएन, तर पनि मलाई भित्रैबाट म यो सक्छु, यो मेरै लागि बनेको हो टाइपको हुन्थ्यो। त्यसले गर्दाखेरि मैले नसिकिकन पनि मैले मेसिन चलाएँ है। मलाई केही पनि आइडिया थिएन, मलाई कसैले पनि गाइड गर्नु भएन र आफै सिकेको हो कि। सानै उमेरदेखि नै मैले आफ्नो लुगाहरू चाहिँ आफै डिजाइन गरेर लगाउने गर्थेँ र मम्मीलाई, बहिनीहरूलाई पनि बनाइदिने गर्थेँ। मैले बनाएको लुगा चाहिँ अरूभन्दा अलिक डिफ्रेन्ट खालको हुन्थ्यो क्या, किनभने मलाई चाहिँ क्रिएटिभ डिजाइनहरू गरेर चाहिँ लुगाहरू लाउन मन पर्थ्यो है। म आफैले आफ्नो लुगाहरू चाहिँ अलिक डिजाइन गरेर लाउँथेँ, त्यसले गर्दाखेरि चाहिँ अरूको लुगाहरूभन्दा अलिक डिफ्रेन्ट देखिन्थ्यो। अनि मलाई स्टिल याद छ कि मैले एउटा पिङ्क कलरको सर्ट बनाएको थिएँ, जसको स्लिभ चाहिँ पफी थियो, प्लस पकेट्स पनि मैले पफी खालको बनाएको थिएँ। अनि त्यो लुगा चाहिँ त्यो डिजाइन चाहिँ सायद धेरैले मन पराइदिनु भएर चाहिँ होला है। धेरैले त्यो लुगा चाहिँ त्यस्तै खालको लुगा बनाएर लगाउनु भएको थियो। यो भिडियो चाहिँ उहाँहरू सामु पुगेछ भने उहाँहरूले थाहा पाउनुहुनेछ कि कुन डिजाइन हो भनेर। अनि बच्चा बेला मलाई सानो सानो लुगाको टुक्राहरू देख्दा, मम्मीको म्याक्सीहरू देख्दाखेरि, तन्नाहरू, पर्दाहरू देख्दाखेरि चाहिँ यो टुक्राहरू, यो फेब्रिकहरूको त यो खालको डिजाइन बन्छ भनेर आफ्नै दिमागमा छुट्टै खालको डिजाइन क्रिएट गर्ने गर्थेँ। अनि साना साना बहिनीहरूलाई चाहिँ म आफैले सानो सानो फ्रकहरू, स्कर्टहरू बनाएर लगाइदिने गर्थेँ। प्लस मसँग चाहिँ डलहरू थियो, त्यो डलहरूलाई पनि म डिफ्रेन्ट डिफ्रेन्ट डिजाइनहरू बनाएर लगाइदिने गर्थेँ। सायद मलाई बच्चैदेखि यो कुरामा इन्ट्रेस्ट भएर चाहिँ हुनसक्छ, मलाई एकदमै ड्रेसहरू डिजाइन गरेर लगाउन मनपर्छ। मलाई नयाँ नयाँ डिजाइनहरू क्रिएट गर्न मनपर्छ। अनि यो कुरालाई चाहिँ मैले अलिक प्रोफेसनल तरिकाले लानको लागि चाहिँ मैले फेसन डिजाइनिङ पनि पढेको हो। यतिको प्यासन हुँदाहुँदै पनि मैले यो कुरालाई चाहिँ बिचमै रोकेको थिएँ र अब फेरि स्टार्ट गर्दैछु र तपाईँहरूले मेरो नयाँ नयाँ डिजाइनहरू देख्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच।